हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी जाँदैछौँ हेटौडाको एकदम फेमस ठाउँ तीर्थखण्डी मन्दिर, जहाँ चाहिँ झरना पनि रहेको छ। यो मन्दिर चाहिँ हेटौडा बजारबाट लगभग 7-8 किलोमिटर मात्रै पर छ। यो मन्दिरमा चाहिँ विशेष गरी महादेवको पूजा गरिन्छ र यसलाई तीर्थखण्डेश्वर महादेव भनेर पनि चिनिन्छ। यहाँ चाहिँ हरेक वर्ष हरिबोधनी एकादशीको दिन ठुलो मेला पनि लाग्ने गर्छ। यो चाहिँ जाँदै गर्दाको भ्यू हो। हरियो रुख बिरुवाले ढाकेको पहाड, जङ्गल, खोला नाला हेर्दै रमाइलो गर्दै हामी तीर्थखण्डी मन्दिर पनि आइपुग्यौँ। हामी पुग्दा मन्दिर बन्द भइसकेको रहेछ। मन्दिरमा दर्शन गर्न नपाउँदा अलिक हल्ल महसुस त भयो, तैपनि झरना घुम्ने भनेर हामी सबै झरना भएको तर्फ लाग्यौँ। हाइवेबाट जम्मा 2-3 मिनटसम्म हिँडेपछि हामी झरना भएको ठाउँमा पुग्यौँ। वरिपरि पहाड डाँडाकाँडाले छेकेर होला, त्यहाँ चाहिँ एकदम चिसो थियो। झरना पुगिसकेपछि सबैजना आफ्नो तालमा रमाउन लागे। केटाकेटीहरू पानी खेलेर रमाउन थाल्यो भने हामी चाहिँ टिकटकको लागि भिडियोहरू बनाउने तर्फ लाग्यौँ। यहाँ चाहिँ फेरि मेरो बाबुलाई स्विमिङ गर्न मन लाग्यो अरे। स्विमिङ गर्नको लागि उसले आफै लुगाहरू खोलेर स्विमिङ गर्दै थियो। त्यही पनि पानी नभएको ठाउँ पाखामा। हामीले अलिकति पर गएर स्विमिङ गर न भित्र पानी भएको ठाउँमा भन्दा उसलाई डर लाग्छ अरे। लगभग 1.5देखि 2 घन्टा बसेर रमाइलो गरिसकेपछि हामी त्यहाँबाट फर्क्यौँ र हेटौडा बजार आएर सबैजना मिलेर खाजा खायौँ। यहाँ हामी खाजाको वेटिङमा छौँ। चाडपर्वले होला प्राय सबै होटल रेस्टुरेन्टहरू बन्द थियो र खुलेको पसलहरूमा पनि भिडले गर्दा होला ढिलो खानाहरू सर्भ भइरहेको थियो। खाजा खाएर सकिँदा साँझ परिसकेको थियो। त्यसपछि हामी घर फर्क्यौँ।